बाँच्छु या मरु म तिम्रै हुँ तिम्रै हुँ सारा संसारमा छ पाए तिमीलाई आज तिम्रै हुँ तिम्रै हुँ तिमीलाई भेटाइदिनु भो मलाई माया गर्नलाई तिमीलाई जुटाइदिनु भो मलाई जीवन बाँड्नलाई म हाँसु या रोऊ म बाँच्छु या मरु म तिम्रै हुँ तिम्रै हुँ वचनमा जानुभन्दा अगाडि म केही धन्यवादका शब्दहरू लिएर चाहिँ हजुरलाई स्वागत धन्यवाद होइन स्वागतको मन्तव्य दिन गएको छु अनि तपाईँ सम्पूर्णलाई एकदमै धन्यवाद छ। तपाईँ हामी सबै ख्रिस्ट येशूले हामी चाहिँ आज यो जवानहरू मिलेर चाहिँ आजको नयाँ दुला र दुलेलाई चाहिँ विदाई प्लस आशिषको गीत पनि एकै ठाउँमा छ हामी चाहिँ गाउनेछौँ यो गीतलाई। आज मिति 2083 1 महिना 9 गतिका दिन हाम्रो परिचय स्वागत सबै कुरा भइसकेको छ। यी दुई भाइ र बहिनी केटा र केटी चाहिँ विवाह हुन सक्दैन भन्ने कुनै एउटा कारण छ भने कारणसहित तपाईँलाई यो विवाहलाई चाहिँ रोक्न सक्नुहुन्छ र बाँच्न सक्नुहुन्छ। म एकैछिन तपाईँलाई समय दिन्छु तपाईँले कारण छ भने कारणसहित केही कुराहरू तपाईँले कारण यस्तो यस्तो कारणले यो विवाह हुन सक्दैन भने विवाहलाई रोक्न सक्नुहुन्छ। म तपाईँलाई समय दिन्छु। यो ममताले चाहिँ समर्थन जनाइन्छ कुनै कारणहरू अफसोसहरू कोही पनि आएन। त्यसकारण फेरि पनि म तपाईँले मौखिक रूपमा भन्छु सहमत हुनुहुन्छ भाइ सलुमको अभिभावक बुवा मम्मी हुनुहुन्छ भने अगाडि आउनुहोस् र बहिनी सबिनाको पनि बुवा आमा अगाडि आइदिनु। भाइ सलुमको चाहिँ पास्टर बुवा पनि अगाडि आइदिनु भयो। पास्टर बुवा अलिकति हामी यसो पछाडि हटिदिनुहोस् होला अलिकति पछाडि हटिदिनुहोस् यहाँ स्ट्यान्डबाटै र बहिनी सबिनाको पनि बुवा आमा अगाडि आइदिनु। आमा शिलाको सबिनाको बुवा मम्मी हामी
भाइको बहिनीको अभिभावकको मुखबाट केही कुराहरू हामी सुन्नेछौँ। यसलाई चाहिँ हामी मौखिक प्रमाणित भनेर भनिन्छ है। भाइ सोलुङ, तिम्रो नाम सोलुङ है? सोलुङ, म तिमीलाई केही प्रश्न सोध्छु। के तपाईँ सर्वशक्तिमान परमेश्वर पिता र सम्पूर्ण समाज र मण्डलीको उपस्थितिमा सबिना तामाङलाई आफ्नो विवाहित श्रीमतीको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? तयार छु। हुन्छ, एकदमै धन्यवाद छ। बहिनी सबिनालाई पनि मेरो प्रश्न छ। सबिना बहिनी, के तपाईँ सर्वशक्तिमान परमेश्वर पिता र सम्पूर्ण मण्डली र समाजको उपस्थितिमा आफ्नो विवाहित श्रीमानको रूपमा स्वीकार गर्न सोलुङ तामाङलाई स्वीकार गर्न तयार हुनुहुन्छ? तयारी छु। ल, केटाकेटी त म विवाह गर्छु तयार हुनुभएको छ। अनि अब हामी अभिभावकहरूलाई म प्रश्न गर्छु, उहाँहरूले पनि सहमति छ कि छैन। म उहाँको अभिभावकहरूलाई म प्रश्न गरेको छु। ल, भाइ सोलुङको, तपाईँ सोलुङको हुनुहुन्छ? बुवा बुवा ओरिजिनल बुवा हो, म चिन्दैन है। बुवा हुनुहुँदो रहेछ। ल, त्यसो भन्दा सोलुङको बुवा रहेछ, आमा हुनुहुँदो रहेछ। तपाईँको छोरा सोलुङले त उहाँको छोरी सबिनालाई म विवाह गर्छु चाहिँ उहाँको एउटा तयारी भएर चाहिँ एकदमै सिगारेर विवाहको मण्डप बसिरहनु भएको छ। तपाईँ बुवा आमा राजी खुसी छ? राजी खुसी छ? अलिक चर्को गरी खुसी हुनुपर्छ। खुसी छ एकदम। सुन्नु भएको छ नै? तपाईँ सबिनाको बुवा? हजुर। मम्मी हुनुहुन्छ है? सँगै हुनुहुन्छ है? ठिक छ। अलिअलि हल्का रमाइलो है? सरी। ल, हजुरको छोरी सबिना दाइ उहाँको छोरा सोलुङसँग चाहिँ म विवाह गर्छु भनेर चाहिँ श्रीमानको रूपमा स्वीकार गर्छु, म विवाह गर्छु भनेर चाहिँ एकदमै तयारी अवस्थामा बस्नुभएको छन्। सजावट गरेर चाहिँ अनि विवाहको मण्डपमा बसेर चाहिँ तयारी अवस्थामा हुनुहुन्छ। तपाईँ राजी खुसी हुनुहुन्छ सर? म खुसी छु। खुसी छ? खुसी छ। उहाँ पनि खुसी हुनुहुन्छ? खुसी छु। मेन ल, ताली बजाइदिनु। समयसम्ममा चाहिँ केटाकेटी मात्र नभएर भाइ बहिनी मात्र नभएर उहाँको अभिभावकहरू बुवा आमाहरू पनि अनि सहमत हुनुहुन्छ, राजी खुसी हुनुहुन्छ। त्यसकारण अब म यो विवाहलाई अलिकति पूर्णता दिनको निम्ति अगाडि बढ्न गएको छु। हजुरहरू आफ्नो अब हामी करारमा बाँध्नुभन्दा अगाडि बहिनी सबिनाको अभिभावकले भएसम्म सकेसम्म बुबाले चाहिँ आफ्नो छोरीको हात हुँदै गरेको हुनेवाला जयको हातमा चाहिँ हात दिने, हस्तान्तरण गर्ने काम हुन्छ। तिमीलाई नै गर्छु असाध्य माया, म हाँसु या रोऊ, म बाँचु या मरु, म तिम्रै हुँ, तिम्रै हुँ। म यो हातको निम्ति नछुटोस् भन्ने प्रार्थना गर्छु। सानो तामाङले आफ्नो छोरी सबिनालाई भाइ सोलुङको हातमा जुन बाँकी जीव, तपाईँलाई धन्यवाद। तपाईँ जीवित परमेश्वर भयो, जो जोडेको हात ल आज अहिले हामी एकदमै महत्त्वपूर्ण समयमा आएका छौँ, विषयमा आएका छौँ। एकदमै यो करार चाहिँ एकदमै मृत्युले अलग नरहेसम्मको यो बाजा बन्धन यो करार हो। म सोलुङ तामाङ
तिमी सत्यनाथ तामाङलाई आजको दिनदेखि मण्डलीको सामुन्ने सर्वशक्तिमान परमेश्वरको उपस्थितिमा सामाजिक तथा कानुनी दृष्टिकोणमा कसैको डर दबावमा नभई मेरो स्वतन्त्र र राजी खुसीको साथ मैले आफ्नी विवाहित श्रीमतीको रूपमा स्वीकार गर्नेछु। अबदेखि उसो सुखमा दुःखमा अभावमा प्रशस्तमा निरोगी र रोगी अवस्थामा मृत्युले हामी दुवैलाई अलग नगरेसम्म परमेश्वरको वचनअनुसार प्यार वास्ता रहनेछु भनी प्रतिज्ञा गर्दछु। धन्यवाद। हामी सबैजना जोड तोडले हामी ताली त्यसै गरी हाम्रो बहिनी सबिनाले पनि आफ्नो श्रीमानलाई चाहिँ रूपमा स्वीकार गर्नको निम्ति करारमा बाँध्न गइरहेका छौँ। सुरु सबिना तामाङ, तपाईँ सलोम तामाङलाई आजको दिनदेखि मण्डलीको सामुन्ने सर्वशक्तिमान परमेश्वरको उपस्थितिमा सामाजिक तथा कानुनी दृष्टिकोणमा कसैको डर दबावमा नभई मेरो स्वतन्त्र र राजी खुसीको साथ मैले आफ्नो विवाहित श्रीमानको रूपमा स्वीकार गर्नेछु। अबदेखि उसो सुखमा दुःखमा अभावमा प्रशस्तमा निरोगी र रोगी अवस्थामा मृत्युले हामी दुवैलाई अलग नभएसम्म परमेश्वरको वचन अनुसार त्यार वास्ता गरि नै रहनेछु भनी प्रतिज्ञा गर्दछु। धन्यवाद। हामी ताली बजाउनेछौँ। मण्डलीको अगाडि समाजको अगाडि यो गोलाकार एकदमै धातु हो, यो महँगो छ, सुन हो। यसको छुट्टै प्रकारको महत्त्व हुन्छ अनि यसको विशेषता पनि छ है। यो गोलाकार छ, सुरु कहाँबाट गरेको कहाँ अन्त भएको कुनै कुरा छुट्याउन सक्दैनौँ। अनि यो गोलाकार बहुमूल्य धातु चाहिँ हामीहरूको अगाडि छ। त्यो उत्सवमा विराजमान भइबस्छु महिमाका प्रभु। म तपाईँ प्रभुलाई सँग यो प्रार्थना गर्दछु कि यो गोलाकार औँठी प्रभु हामीहरूको अगाडि तयार गर्दछु। उहाँको दम्पति जीवन, उहाँको परिवार वैवाहिक सम्बन्ध गर्न गइरहेको छु अनि लगाइदिन गइरहेको छु। तिमी सबिना र तिमी र मेरो बिचमा भएको तिमी सलोमलाई तिमी र मेरो बिचमा भएको यस पवित्र विवाहको प्रेमको चिन्ह स्वरूप म यो औँठी तपाईँलाई प्रदान गर्दैछु। यो पनि लगाइदिनु। मलाई जीवन बाँड्नलाई हाँसु या रोऊँ म बाँचु या मरौँ म तिम्रै हुँ तिम्रै हुँ। भाइ सोलुमले बहिनीको ऐश्वर्य जस्तो एकदमै सुन्दरी श्रीमतीको नयाँ श्रीमतीको अनुहार चाहिँ उहाँले पहिला घुम्टो खोलेर चाहिँ हेर्नुहुनेछ। तिमीलाई साथ दिइरहन्छु आफूलाई झै प्रेम गरिरहन्छु मृत्युले नै अलग नगरेसम्म
वाचन गर्छु है। नवलपरासी जिल्ला बर्दाघाट प्रखण्ड नगरपालिका वडा नम्बर 15 बस्ने यसै सबै कुरा आजको पवित्र विवाह चाहिँ सुसम्पन्न भएको म घोषणा गर्दछु। परमेश्वरले प्रशस्त मात्रामा आशिष दिएको सकोस् भन्दै म आशिषको प्रार्थना गर्नेछु र स्वर्गमा अति उच्चमा विराजमान भएको श्रीमन्त प्रभु, हामी तपाईँकोलाई धन्यवाद दिन्छौँ। पिता पुत्र पवित्र आत्मा भाइ रचिएको योजना तिमी र मलाई एकसाथ जोड्न, जीवनको हरेक सुख दुःखमा निभाउने छु तिम्रो साथ। माफ गरिदेऊ मलाई, म सिद्ध त छैन, तिमीले चाहे जस्तो सबै गर्न सक्दिन, तर तिमीलाई नै गर्छु असाध्यै माया। म बाँच्छु या मरौँ तिम्रै हुँ, तिम्रै हुँ।